हेलो गाइज, वेलकम छ हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा। साथीहरू, आज चाहिँ हामी माइत आएको श्री पञ्चमीको दिन। यहाँ चाहिँ यस्तो साग छ। यता आमाले चाहिँ मेरो छोरोलाई बोक्दै, यहाँ लसुन साग त तन्नै छ। आलु चाहिँ धेरै रोप्नु भएको छ है मेरो आमा बाले चाहिँ माइत। यता चाहिँ बङ्गला, यता चाहिँ घर। यता चाहिँ मेरो बुढोले चाहिँ टमाटर टिप्दै हुनुहुन्छ, अर्ग्यानिक लोकल टमाटर। कति टिप्नु भयो? यत्रो धेरै टिप्नु भयो, अझै यहाँ अझै टिप्दै हुनुहुन्छ। झाल मरे पनि तर साग चाहिँ धेरै छ। साग खाने भए सम्पर्क गर्नु होला। किन फाल्न खोज्यो तोरीको साग? यतातिर नि लगाउनु भएको छ साग। यता पनि छ, धिक्कै भरि छ साग जति पनि छ। साग है साग। त्यो भैँसी बाख्रा पाल्नु भएको छ। यहाँ चाहिँ आलु यत्रो लगाउनु भएको छ, धेरै राम्रो छ। साग चाहिँ कति ठुला पाक्छन्। यहाँ चाहिँ यति ठुला साग। यहाँ चाहिँ लसुन, यता आमाले के गरिरहनु छ कुन्नी? मकैको दाना टिप्छु। आमाले त मकैको दाना टिप्ने अरे। त्यसो छि नहुनु न। घर देखाइदे, कुहे केरा देखाइदे, गिडाइदियो अरे नानी उता माडल बजाइदियो अरे। यता चाहिँ मुला टन्नै छ मुला। यता लसुन। ल, साग खाने भए सबैले सम्पर्क गर्नु है समयमै।